म त अब यहाँ सुदूरपश्चिम रोयललाई सपोर्ट गर्न आएको थिएँ अनि रमाइलो भइरहेको छ। म त यसरी आएको पनि थिएन कि कहिले पनि स्टेडियमहरूमा यसरी गएको थिएन। अब आज चाहिँ निस्कौँ भनेर अलि भाइब्स आयो क्या। पहिलोचोटि यसरी फुटबल चाहिँ हेर्नु गएको थिएँ म पहिला, तर यस्तो स्टेडियम त अब यहाँ फर्स्ट टाइमै भइरहेको छ नि त नेपालमा, त्यही भएर यो चाहिँ नेक्स्ट लेभल एक्सपिरियन्स भइरहेको छ, रमाइलो भइरहेको छ। सुदूरपश्चिमलाई सपोर्ट गरिरहनु भएको छ होइन, अब टार्गेट 138 को छ होइन, कतिको डर लागिरहेको छ जित्छ कि जित्दैन होला होइन। अब हारजित भन्ने कुराहरू भइरहेको छ, तर जितेकै राम्रो हो नि त। अब जितेकै राम्रो, अब यसो जित्छ कि भन्ने सोचेको छु। सोच्नु त अब हेरौँ के हुन्छ। मतलब डर कतिको लाग्दो रहेछ, मतलब त्यो विकेट गइराख्दाखेरि होइन, अनि त्यसपछि रन राम्रो नआइराख्दाखेरि त्यो डर चाहिँ कतिको लाग्दो रहेछ एज सुदूरपश्चिमकै भएर? होइन 150 चाहिँ एक्सपेक्ट गरेको थियो होइन, लास्टसम्म छक्का लाग्छ कि यस्तो भनेर, तर विकेट खसे भएर चाहिँ भनौँ न अब 150 पुगेन, तर जित्छ जस्तो चाहिँ लाग्छ, किनकि आज त्यो रन बन्ने खालको विकेट छैन क्या आज चाहिँ, पिच चाहिँ त्यस्तो छैन। तपाईँको लुक्स नयाँ चेन्ज रहेछ नि कुलबोयको? होइन यो भित्र बाहिरपट्टि अर्कै लगाएर आएको थिएँ, अनि यहाँको ओनरज्यूले टी सर्ट लगाइदिनु पर्यो भनेर टी सर्ट होइन, मतलब हेयर स्टाइल योपालि कपाल सपाल हेयर स्टाइल अलिकति डिफ्रेन्ट देखेँ नि। होइन अब मेरो नेक्स्ट प्रोजेक्टहरू आउँदैछ, त्यसको त्यति बेला नि भेटौँला, त्यसको लागि तयारी भनौँ न। अब यहाँ अघि ग्राउन्डमा पुरै जब कान्छी कता हिँडेको गीत बन्दै थियो पुरा झुमिरहनु भएको थियो, तपाईँ कतिको इन्जोय गरिरहनु भएको थियो? मलाई त रमाइलो लाग्यो होइन, यसरी बजिरहेको कतिको इन्जोय लाग्दो रहेछ? म त रमाइलो लाग्यो त्यहाँ यस्तो बजिरहेको थियो, अनि एक्सपेक्ट गरेको थिएँ नि बच्चा भनेर, तर भाइब्स रमाइलो फिल हुँदो रहेछ। ओके हस्, थ्याङ्क यू। बेस्ट प्लेयर को हजुरको बेस्ट प्लेयर त हाम्रो दिपेन्द्र सिंह अहिले चाहिँ यहाँ।